आज जमरा दिनको छोटो मिठो भिडियो बनाएर आएको छु हजुरको सामु। बडा दशैंको सम्पूर्ण देश विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनीहरूलाई मेरो तर्फबाट सबैलाई शुभकामना छ। हामीले टिकाको छोटो मिठो भिडियो बनाएको छौँ। सानो फ्यामिली बसेर पनि विदेशमा बसेर पनि हामीले आफ्नै गाउँको जस्तै जमरा राखेर हामीले आफ्नै गाउँको जस्तै दसैँ बनाउने प्रयास गऱ्यौँ र गाउँ जस्तै त कहाँ हुन्छ र दसैँ त्यही पनि बनायौँ। छोटो मिठो भिडियो बनाएका छौँ। हजुरहरूले लाइक कमेन्ट गर्नु नबिर्सनु होला र साथै फलो पनि गर्नु होला। दसैँ यस्तो तिहार हो, धेरै लामो वर्षपछि मैले जमरा चाहिँ थापेको थिएन, टिका चाहिँ थापेको थिएन। आज लाउनु पाएँ, धेरै नै खुसी छु। एकदमै धेरै नै ह्याप्पी छु। आफ्नो गाउँमा नभए पनि अर्काको देशमा बसेर पनि यति गर्नु पाएँ, धेरै नै खुसी छु। अब केही वर्ष त केही समयपछि त आफ्नो गाउँतिर पनि बनाउँछु होला, टिका जमरा सबै गर्नेछु। यति भन्दैमै हजुरलाई ल बाई बाई सबैजना, बाई बाई। हजुर सुख र शान्तिको कामना गर्दै बाई।